पानीको कुरा आएको थियो, त्यत्रो काठमाडौँलाई तपाईँको चाहिँ पानीले भरेको काठमाडौँ मानव बस्ती बसाल्ने राजा पूर्णकामदेव भन्दै थियो, इन्द्र भगवानले पूजा गर्नुपर्ने इन्द्र जात्रा भनेर सम्झिनुहोस् त्यहाँबाट। अनि इन्द्र जात्रामा चाहिँ स्पेसल अकेजन अर्को कुन हो त भन्दा कुमारी जात्रा। यो कुमारी जात्रामा चाहिँ भनेको के हुन्छ भन्दा कुमारीको रथ घुमाउने चलन हुन्छ। त्यही भएर अब तपाईँको कुमारी जात्रामा भन्दा पनि इन्द्र जात्रामा भनेर सम्झिँदा हुन्छ, किनकि इन्द्र जात्राभित्र चाहिँ तपाईँको एउटा स्पेसल इभेन्ट पर्छ। त्यो इभेन्ट भनेको कुमारीको रथ घुमाउने चलन र कुमारी जात्रा पर्चमा ल्याउने पनि फेरि त्यही भएर यिनी के भयो त कुमारीको रथ घुमाउने चलन चलाएपछि कुमारी जात्रा पनि यिनीको नाममा आयो, जयप्रकाश मल्लको बा भन्ने कुरा तपाईँले बुझ्नु पर्यो है। ठिक छ। यसरी त्यो बारेमा हामीले चर्चा गरिसकेका छौँ होइन। ठिक छ, यो कुरा तपाईँको भयो। त्यसपछि अर्को कुरा के आउँछ, जिम्मल बाको छोरी भनिन्छ, त्यहाँदेखि पर्सा सकेको गर्न जिम्मल बाकी छोरी भन्ने गीत सुन्नु भएको छैन। जिम्मल बाकी छोरीलाई बिहा गर्न साह्रै गाह्रो, किनकि पर्सा सकेको कर्मचारी हो नि त हो। अनि चरीदार भनेको छ अनुसन्धान, यो पनि इक्जाममा सोधेको रिसेन्टली केमा सोधेको, यो यसमा सोधेको अरे के अरे अस्तिको यो गण्डकीमा सोधेको होइन हो, यहीँ सोधेको होइन त गण्डकीमा। चरीदार, चरीदार भनेको अनुसन्धान अधिकृत। चरीदार भनेको अनुसन्धान अधिकृत भनेको चरी जसरी तपाईँको फुर्र यता उड्ने फुर्र उता उड्ने अनुसन्धान गर्ने के थाहा नपाए। अनुसन्धानकर्ता भनेको के त सिआइडीहरू कसरी जान्छन् त, ए ट्विटी बाल्दै गर्दा त सिआइडी भनेको तपाईँ इन्भेस्टिगेसन, लुकेर इन्भेस्टिगेसन, चरी जसरी चरा जसरी फुरफुर जाने झ्यालमा सुटुक्क ढुकेर सुन्ने अनि इन्भेस्टिगेट गर्ने भनेको अनुसन्धान। चरीदार भनेको के त चरा जसरी तपाईँको चाहिँ के गर्ने त अनुसन्धान गर्ने हो। चरा जसरी फुर्र उड्ने, त्यहाँ एउटा कुरा सुन्ने जाने फेरि अर्को कुरा सुन्ने अनुसन्धान गर्ने, चरा जसरी कसैले नथाहा पनि गरेर। कोतवाल भनेको कोतमा तपाईँको चाहिँ बन्दुक भनेर सम्झिने, कोतवाल भनेको कोतको गोजीमा बन्दुक भनेर सम्झिने। के अरे कोतवाल भनेपछि के सम्झिने अरे कोटको गोजीमा बन्दुक भनेर सम्झिने, शान्ति सुरक्षा हेर्ने प्रशासक भयो। किनकि भनेपछि के आयो, कोतवाल भनेको कोटको गोजी, कोतवाल भनेको कोटको पालमा बन्दुक भनेर सम्झिने भनेको त्यो भनेको सुरक्षाको कुरा आयो। अनि सामन्त भनेको मन्तबाट मन्त्री पनि भयो, सामन्त भनेको सामान्य प्रशासन हेर्ने प्रशासक भन्ने कुरा पनि बुझ्यो होइन। मुखिया भनेको मुखिया बा भन्ने कुरा सबैलाई थाहा छ, स्थानीय स्तरको प्रशासक हो। मुखिया बाले सानातिना गाउँघरका तपाईँको चाहिँ विकासका कार्यहरू न्यायका कार्यहरू यहीँ तपाईँको चाहिँ मुखिया बाहरूले हेर्नु गर्नुहुन्थ्यो होइन। अनि महापात्र भनेको के हो त, त्यतिखेर महापात्र त्यतिखेरको मेन अधिकारी भनेको त सैनिक अधिकारी महापात्र। अहिले भन्दा पनि त्यतिखेरको अवस्थामा लडाइँ झगडा बढी हुन्थ्यो नि त, युद्ध बढी हुन्थ्यो। त्यही भएर मेन पात्र कुन थियो, महापात्र कुन थियो त, योद्धा लड्ने सैनिकहरू। त्यो सैनिक अधिकारीले महापात्र भनेर सम्झियो। विषय भनेको जिल्ला भयो। ढाल्या भनेको ढल कुलो भनेर सम्झिने, द्याट इज कुलो नहर आदि रेखदेख गर्ने हट्टा। कति सजिलो ट्याक्कै याद भयो हेर्नु त, गाह्रो मान्ने कुरा हो तर भर्खर तपाईँलाई स्याट्ट पारामा याद भयो। कसरी स्याट्ट पारामा याद भयो। के अरे चौतारा, चारैतिर चौतर्फी काम हेर्ने कसले त प्रधानमन्त्री। चौतर्फी अर्थदेखि बाटोघाटो जे भए पनि प्रधानमन्त्रीलाई गाली गरिन्छ नि, त्यही भएर होइन। बाटो भनेन पनि हामीले त थोरै नि तपाईँको चाहिँ बाटोघाटो तपाईँको चाहिँ पूर्वाधार मन्त्रीहरूलाई लगायतका भन्छौँ। पानीमा समस्या पानी मन्त्रीलाई थोरै हुन्छ प्रधानमन्त्रीलाई गाली गर्छौँ। पैसा गोजीमा आफ्नो गोजीमा पैसा भयो भने त्यही प्रधानमन्त्रीले गाली गरिन्छ। मेरो गोजीमा पैसा छैन भने सुको पैसा छ नि यो देशको प्रधानमन्त्रीले गरेको बर्बाद भन्छ। प्रधानमन्त्री भनेपछि के, प्रधानमन्त्री भनेपछि चौतर्फी गर्ने चौतारा भयो। अमात्य अमात्य सामन्त मन्त मात्य मन्त्री, जिम्मल बाँकी छोरी भनेपछि प्रशासक कर्मचारी भन्ने कुरा भइया प्रशासकीय। चरीदार भने चरी जसरी इन्भेस्टिगेट गर्ने अनुसन्धान गर्ने, यता जाने फुर्र उड्ने उता जाने फुर्र उड्ने कसैले थाहा नपनि गरे चरीदार जसरी चरी जसरी तपाईँले इन्भेस्टिगेसन गर्ने। कोतवाल कोटको पालमा बन्दुक भनेको सुरक्षा शान्ति सुरक्षा हेर्ने प्रशासक। सामन्त भनेको तपाईँ सामान्य प्रशासन हेर्ने सामन्त, सामान्य प्रशासन प्रशासक। मुखिया बा भनेको स्थानीय स्तरीय सबैले सुन्नु भएको छ, मुभीहरूमा हेर्नु भएको छ। महापात्र मेन पात्र त्यतिखेरका कुन थियो, युद्ध हुन्थ्यो त्यतिखेर। त्यही भएर मेन पात्र कुन त सेना अधिकारी सैनिक अधिकारीहरू। विषय भनेको जिल्ला भयो। ढाल्ले भनेको ढल कुलो भन्छ नि, ढाल्लेबाट ढल कुलो नहर आदि हेर्ने रेखदेख गर्ने अड्डा भनेर तपाईँले यसबाट तपाईँले याद गर्न सक्नुहुन्छ। यहाँसम्म ठिक छ, क्लियर छ? ठिक छ है, ओके क्लियर छ। के गाह्रो छ जस्तो लाग्दैन, भर्खर याद भयो जस्तो लाग्छ मलाई चाहिँ। के गाह्रो छ, के गाह्रो त टपिक छ तर हामी सजिलो बनाइसक्यौँ यसलाई। यो वान्स मोर त नभन्नु 3 चोटि भनिसकेँ होइन र मैले।
चौतारा भनेको चौतर्फी काम भन्ने पदमा अमात्य मात्य मन्तरी विषय भनेको जिल्ला हामीले पहिला पढिसकेको जिम्मल बाँकी छोरी प्रशासक गीतबाट हामीले त्योबाट प्रशासकीय कर्मचारी चरिरहेको जसरी अनुसन्धान गर्ने कोतको ग्वाल कोतको पालमा बन्दुक त्यहाँबाट सुरक्षा सामन्त सामान्य प्रशासन मुखिया बा भइहाल्यो महापात्र मेन पात्र सैनिक भयो ढाल ल्याएको ढल ढल कुलो होइन त्यसरी सम्झने यहाँसम्म सकिन्छ सोधिरहेको छ इक्जाम एकदमै धेरै सोध्ने टपिक हो यो पछिल्लो समय फेरि वान्स मोर भन्नुहुन्छ त मैले 3 मोर गरिसकेँ वान्स मोर भन्नुहुन्छ 3 मोर भइसक्यो अझ फेरि गर्नुपर्छ र के हो कुरो मेसेज गर्नु यहाँ त्यहाँ ठ्याक्क भन्नु पर्यो क्या मलाई रिभाइज गर्नेमा भ्यारेर गरिदिइहाल्छु मैले नि त ल अगाडि जाउँ है धेरै टाइम नलिने एउटै टपिकमा तिनचोटि भन्दा बढी त कति गर्नु है अलिकति अब आफैले हेर्नु पर्यो अब यो कुरा आयो हामी अब ल ओके महामारीमा परेर मर्ने राजा भनेर कसलाई चिनिन्छ भास्कर मल्ल कसरी सम्झाउने महामारीको करको महामारी भएछ जस्तै अहिले हामीलाई के को महामारी छ अगाडि त कोभिडको थियो अहिले अहिले के हो करको महामारी जेमा नि कर तिरै गर्नुपर्छ होइन अब तपाईँको इभन गाडी तपाईँको इन्डियाबाट कम्पनीले गाडी किन्छ कम्पनीले त्यहाँ कर तिर्छ त्यहाँ पनि त्यो कर तपाईँको गाडीको प्राइसमा जोडिन्छ मानव तपाईँले बाइक किन्दै हुनुहुन्छ मानव है बाइक किन्दै हुनुहुन्छ इन्डियाबाट यता ल्याउँछ त्यतिखेर त्यहाँ हानिदिन्छ मजाको डबल त्रिबल कर हानेपछि त्यसपछि के हुन्छ कर हानिन्छ 200% लगायतको कर हानिन्छ कर हानेपछि कम्पनीले लिन्छ कम्पनीले पनि फेरि त्यो आफ्नो हातमा लिइसके पछाडि बेच्दाखेरि के गर्नु पर्यो त्यो पनि कर लिनुपर्छ होइन अनि त्यो कर पनि तपाईँले फेरि तिर्नुहुन्छ अनि त्यो कर सबै तिर्नु फेरि तपाईँले बाइक लिनुभयो बाइक लिइसके पछाडि फेरि तपाईँको सडक के कर भन्दा फेरि त्यसमा नि कर तिर्नुपर्छ होइन त्यस्तो कुरा छ बेच्नुहुन्छ बेच्दा पनि कर तिर्नु अब भनेको अहिलेको महामारी के छ करको महामारी छ पैसा छैन मान्छेसित समस्या छ मन्दीको टाइम छ त्यही भएर करको महामारीले भास्कर मल्ल भन्ने छ सम्झिनुहोस् तीर्थयात्रा जाँदा मर्ने राजा तीर्थयात्रा जाँदा हामीले के लिएर जानुपर्छ भन्नुहुन्छ महाकुम्भ मेलामा जाँदाखेरि के लिएर जानु पर्थ्यो धेरै योगीहरूले के लिएर गए तपाईँहरू त होटेल सोटेल बस्ने पनि खासै पाउनु भएन होला त्यहाँ जाँदा के त तीर्थयात्रा ठाउँ पाइँदैन त्यो पाल लिएर जानुपर्छ तिरपालहरू लिएर जानुपर्छ हो त्यो भूपाल तिरपालबाट के पाल लिएर जानुपर्छ त्यो पाल टाङ्दै हिँड्नुपर्छ पालबाट भूपालेन्द्र मल्ल भनेर सम्झिनुहोस् पालबाट भूपालेन्द्र मल्ल भनेर तपाईँले सम्झिनु पर्यो ठिक छ यहाँसम्म तपाईँहरू क्लियर हुनुहुन्छ भन्ने कुरा म विश्वस्त भएको छु अवस्थामा है ल ओके यहाँसम्म क्लियर हुनुहुन्छ अर्काकी श्रीमतीलाई आँखा लगाएकाले तलेजु भवानीमा काटिएका को हुन् त अर्काकी श्रीमतीलाई आँखा लगाएका कारण सुन्नुहोस् है अर्काकी श्रीमतीलाई आँखा लगाएका कारण लगाएको कारण तलेजु भवानीमा काटियो भनेको कुन त विश्वजित मल्ल विश्वजित्छु भन्दै हिँडेका अर्काकी बुटीले आँखा लगाइदिए मारिए है विश्वजित्छु भन्दै हिँडेका मान्छेले तपाईँको अर्काकी श्रीमतीले आँखा लाग्यो तपाईँ भन्नु काटियो पाटनका 6 प्रधानद्वारा आँखा झिकिएको भनेको आँखा भनेको के त प्रकाश हो प्रकाश झिकियो कसले पाटनका 6 प्रधान भनेको राज्यले भनेर सम्झिनुहोस् राज्यले भन्छ नि राज्यका मान्छेले गएपछि राज्यले त भन्नु पर्यो होइन सो पाटनका 6 प्रधानको राज्यले आँखा झिकिएको भनेको प्रकाश खसेको कसको राज्य प्रकाश कति सजिलो याद भयो याद भयो नि होइन यहाँसम्म क्लियर छ क्लियर छ नि यहाँसम्म ल अब हेर्नुहोस् मेरो के भने महामारीमा परेर मर्ने महामारी के को महामारी करको महामारी अहिले भयो जस्तै करको महामारीमा
कर तिर्नु परेको परे भएर टाट पल्टी भनेर सम्झिनुहोस्। त्यसपछि त्यो भयो। तीर्थ यात्रा जाँदा फ्रीको लागि तीर्थयात्रा जाँदा मर्ने राजाको त तीर्थ जाँदा पाल लिएर जानु पर्यो। पालबाट भूपाल हेरेर भन्नु पाल भूपाल। विश्वजित छु भन्दै हिँडेका मान्छे अर्काको श्रीमतीले आँखाले त्यही काटियो। द्याट इज विश्वजित मल्ल। पाटनका 6 प्रधानद्वारा आँखा झिकिएका को त? राज्यले आँखा भनेको प्रकाश झिकिदिएको। द्याट इज राज्य प्रकाश। आफ्नो अगाडि सुमति लेख्ने। मति अर्थात् मित्र होइन, मति मित्र। आफ्नो सुमति हो, सुमति मित, सुमति सुमति सुमित सुमित द्याट इज जिता मित्र। सुमति मति मित, मित भनेको मित्र, द्याट इज जिता मित्र भने यसरी तपाईँले सम्झिन पनि सक्नुहुनेछ। ठिक छ, यहाँसम्म क्लियर छ? क्लियर छ है? ओके। ल अब यो भयो। यसपछि हामी के गर्छ, यसो आफै पढ्ने कोसिस गर्नु त। यो अलिकति तपाईँले आफैले पढ्नुपर्ने हुन्छ। यसमा ट्रिक्स भन्दा पनि तपाईँले आफै पढ्नुपर्ने कुराहरू चाहिँ धेरै छन्। त्यस कारणले गर्दा यसलाई सर एकचोटि पढ्ने कोसिस गर्नु त। आफै एकचोटि पढ्ने कोसिस गर्नु सर र आफैले एकचोटि पढ्ने कोसिस गर्नु त। त्यो तपाईँले आफै पढ्नुपर्छ एक्चुअली, किनकि यसमा तपाईँलाई याद गराउने मैले हुँदैन मेरो। मैले चाहिँ तपाईँलाई झ्याप्पै क्लास, किनकि यो त्यति मजाले याद गर्नुपर्ने हुँदैन। आफैले याद गरेँ ठिक छ, नभए त्यो स्टोरै गर्नुपर्ने अवस्थामा छैन। यो मेन मेन कुरा मात्र भन्दैछु मैले चाहिँ। सो एकचोटि पढ्ने कोसिस गर्नु आफै एकचोटि। यो कतिपय कुरा आफै पनि यसो पढ्ने कोसिस गर्नु। यो एकचोटि आफै याद गर्ने कोसिस गर्नु, मेमोराइज गर्ने कोसिस गर्नु। ओके है त, 1 मिनट जति यसो हेर्नु ल। ओके ल हेर्नु है, एकैछिन त्यहाँ मैले यसो साइलेन्ट 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 है। ल यसलाई हेर्ने मात्र होइन, यसलाई कसरी मेमोराइज गर्न सक्नुहुन्छ एकचोटि त्यो चेक गर्नु आफूले। पढ्नुभयो? ल अलिकति पढ्नु न तपाईँले, मैले खुरु खुरु। ल ल हुन्छ, ओके। ल आफैले चाहिँ अलिकति कोसिस गर्नु। सधैँ मैले मात्र एक र मैले दिँदाखेरि तपाईँलाई मोनोटोनस हुन्छ क्या है। अलिकति तपाईँले पढ्नु भनेको थिएँ मैले। ठिक छ, कतिले पढ्नुभयो कतिले इग्नोर गर्नुभयो, त्यो तपाईँको कुरा हो, तपाईँकै लागि भनेको थिएँ। ल अब हेर्नु है त, अब शाहवंशको कुरा गरौँ। ल हेर्नु है, ओके। ल नेपालको आधुनिक इतिहासको बारेमा हामी चर्चा गर्दैछौँ। अब हामी केमा आयो, नेपालको आधुनिक इतिहास भनेको। अब हामी के आयो, हामी प्राचीनमा थियौँ। प्रायः कति लामो छ कि इतिहास पढ्न पनि, यो सबैभन्दा बढी टाइम लाग्ने टपिक हो क्या पढाउन पनि। फेरि यो नेपाली इतिहास विज्ञान प्रविधि मैले नै हेर्छु सम्पूर्ण तरिकाले होइन, कम्प्लिटली मैले नै हेर्छु यसको। अब कुरा प्राचीनको आयो, त्यो पनि सकियो। मध्यको थियो मल्लकालको कुरा, त्यो पनि सकियो। अब हामी कसको कुरा गर्दैछौँ त भन्दा शाहवंशको कुरा गर्दैछौँ। के त शाहवंशको हामी कुराकानी गर्दैछौँ अहिले। ठिक छ, ओके। शाहवंशको हामीले यदि कुरा गर्दैछौँ भने अब शाहवंश भनेको के हो त? अब यहाँ भनेको आधुनिक भन्ने सम्झनु पर्यो। शाह भनेको आधुनिक समय सुरुवात भयो। अब आधुनिक सुरु भएको त 1825 मा हो
1825 यता हो, त्यो बारे हामी चर्चा गर्छौँ पृथ्वीनारायण शाहको टपिक पढ्दाखेरि होइन। पृथ्वीनारायण शाहले काठमाडौँमा तपाईँको काठमाडौँलाई जितिसके पछाडिको जुन समय छ त्यसलाई हामीले त्यस यताको समयलाई चाहिँ हामी आधुनिक काल सुरु भयो नेपालको भन्ने हामीले हिसाबले जुन पृथ्वीनारायण शाह एकीकरण गरे नि, त्यसलाई चाहिँ हामीले आधुनिक यसरी चाहिँ हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ त्यो कुरा चाहिँ है। ठिक छ ल, अब हामी जाउँ अगाडि। अब शाह वंशको उदय भनेको यो चन्द्र वंशावली अनुसार भनेको भन्ने बुझाउँछ अहिले है। चन्द्र वंशावली अनुसार के हुन्छ, भारतको चितौरागढबाट राजा ऋषिराज राणाजी है, ऋषिराज राणाजी खाँ। अब कसरी सम्झिने, सबैभन्दा पहिलो व्यक्तिको नाम कसको आयो, सबैभन्दा पहिला मान्छे के थियो, ऋषि नै थियो नि त, ऋषि मुनि नै थिए, नाम पनि ऋषि हुन्थ्यो, त्यो ऋषिराज भनेर सम्झिनुहोस् है। ठिक छ, भारतको चितौरागढबाट राजा ऋषिराज राणाजी खाँका सन्तति भूपाल उज्जैन खाँ भिरकोटमा आए र आफ्नो प्रभुत्व कायम राख्न सफल भए भन्ने कुरा आउँछ। ठिक छ, के अर्थ, र आफ्नो प्रभुत्व कायम राख्न सफल भए भन्ने कुरा चाहिँ यहाँ आयो। ठिक छ, ओके, यहाँसम्म तपाईँले क्लियर हुनुहुन्छ। अब तपाईँले के कुरा बुझ्नु पर्यो त भन्दाखेरि पहिलो कुरा नाम बुझ्नु पर्यो, ऋषिराज राणाजी भनेको भारतबाट जुन मेन हामीले अहिलेसम्मको मेन ब्रान्च कहाँ आएर छौँ, ऋषि नामका ऋषिराज राणाजी होइन खाँका सन्तति भूपाल उज्जैन, हामीले उता भूपाल पढ्यौँ, भूपाल उज्जैन खाँ भिरकोट आए है। भिरकोट जहाँबाट गायककारहरू धेरै जन्मिन्छन् हो, धेरै जस्तो गायककारहरू छन् नि, दोहोरी गायकहरू, लोकगीत गायककारहरू भिरकोटबाट हुन्छन् होइन, आए र आफ्नो प्रभुत्व कायम राख्न सफल भए। ठिक छ, अब त्यसपछि अर्को कुरा के आयो भने त्यहाँ राजकुमार भूपालका अर्थात् खाजा खाँ र मिचार खाँ नामक दुईवटा छोरा भए अरे। ठिक छ, हेर्नुहोस् है, त्यहाँ राजकुमार भूपालका, द्याट इज भूपाल उज्जैनका खाजा खाँ र मिचार खाँ नामक दुईवटा छोरा भए। यो एकछिन यसलाई सम्झिँदा राम्रो। अब त्यसपछि जान्छौँ। त्यसपछि मिचार खाँका उत्तराधिकारी जयन खाँ, मिचा खाँ, विचित्र खाँ, जगदेव खाँ र कुलमण्डन खाँ त्यहाँका राजा भए। ल हेर्नुहोस्, कुलमण्डन यहाँ आयो बल्ल, मेन मान्छे। एउटा सम्झिनु भयो, भारतको चितौरागढबाट कसको छोराहरू यहाँ आए, ऋषिराज राणाका छोरा यहाँ आए। ठिक छ, र भूपाल उज्जैनको कुरा छ, भूपाल भिरकोट आएर आफ्नो प्रभुत्व कायम राख्न सफल भए। त्यहाँका राजकुमार भूपालका खाजा खाँ मिचार खाँ नामक दुईवटा छोरा भए होइन, खाजा खाँ मिचार खाँ। र त्यसपछि मिचार खाँका उत्तराधिकारी जयन खाँ, मिचा खाँ, विचित्र, नामै पुरा विचित्र छ, त्यही भएर विचित्र भयो। त्यही भएर सुरुमा तपाईँलाई मलाई आफै एकचोटि पढ्नु है भन्नको कारण थियो, किनकि मैले सुरुमै यो पढाएको तपाईँको दिमाग फुटिसक्थ्यो। अलिकति तपाईँले पढ्नु भएको छ, तपाईँले माइन्ड सेटअप गरिसक्नु भएको छ, अलिकति चाहिँ कम्प्लेक्स है, यसलाई चाहिँ मिलाएर बुझ्नुपर्छ भनेर, त्यही भएर तपाईँलाई पढ्नु भने मैले आफैले है। अब हेर्नुहोस्, जगदेव खाँ र कुलमण्डन खाँ गरेर त्यहाँका राजा भयो। कुलमण्डनले अब हेर्नुहोस्, यहाँ कुरा धेरैले खाँ भन्नुहुन्छ, अब खाँ भन्दा मुस्लिम हो भन्नुहुन्छ, होइन, अब यो विवाद छ यसमा चाहिँ होइन, यो खाँ हो, खान भनेको छैन है, खाँ भनेको छ, यसमा विवाद छ। कसैले मुस्लिम भन्नुहुन्छ, त्यो पनि खाँ भन्नुहुन्छ, कसैले के भन्नुहुन्छ, खाँ भनेपछि त्यो त मगर हो, मगराज समुदायको, कसैले भन्छ खाँड भनिन्छ होइन हो, यो खाँड भन्ने थर सुन्नु भएको छ नि त होइन, सो खाँड हो यो चाहिँ, थर चाहिँ खासमा चाहिँ भनेर यसरी भनिन्छ। र कुलमण्डन खाँले के गरे त भन्दा मुगल सम्राटलाई बहुमूल्य उपहार पठाएर सन्तुष्ट, क्लियर कट सन्तुष्ट पारेर शाह उपाधि प्राप्त गरे। के गर्दा शाह, जुन हामीले अहिले चिन्छौँ नि, पृथ्वीनारायण शाह 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 गर्दै त्यो शाह चाहिँ अहिले चाहिँ के भयो भन्दा अहिले आएर चाहिँ बल्ल तपाईँको चाहिँ के भयो त हो, त्यो शाह चाहिँ के भयो त अब भनेको त्यसपछि चाहिँ शाह वंशको तपाईँको चाहिँ त्यहाँ चाहिँ अब तपाईँको कुराकानी हुन थाल्यो। भने चाहिँ हामीले मेन मान्छे हेर्छौँ त कुलमण्डन खाँ, किनकि खाँबाट शाह उपाधि प्राप्त गरेपछि हामीले कुलमण्डनलाई मान्नु पर्यो नि त होइन। त्यही भएर शाह वंशको प्रथम राजा को भनेर चिनिन्छ भन्दा कुलमण्डनलाई चिनिन्छ हो, कुलमण्डनलाई, कुलमण्डन शाह, कुलमण्डन खाँ, खाँबाट शाह किन भए, मुगल सम्राटलाई बहुमूल्य उपहार दिएर त्यो उपाधिको रूपमा प्राप्त गरेका थिए, यो कुरा बुझ्नु पर्यो है। त्यही भएर धेरैले सोध्छ खाँ कसरी शाह भए भन्ने कुरा आउँदाखेरि त्यो चाहिँ तपाईँले जान्नु पर्यो है। ठिक छ, त्यो प्रथम राजा कबाट सुरु भएर ज्ञामा ज्ञानेन्द्रमा अन्त्य भयो भनेर हामीले भन्छौँ। र कुलमण्डलको बेसिक हामीले पढ्ने टपसम्म ऱ्याङ्कको अहिले हामीले पढेको छ टपको अरे ऋषिराज राणा। अब ऋषिराजबाट पनि हामीले के बुझ्नु पर्यो, भूपाल उज्जैन, भूपाल उज्जैन यो जान्नु पर्यो एउटा नाम। भूपाल उज्जैन पछि अर्को नाम हामीले के जान्नु पर्यो, मिचार खाँ हो, मिचार खाँ पछि कुलमण्डल के छ यसरी ब्रेकडाउन गर्ने। सबभन्दा पहिला ऋषि मान्छेहरूको पहिला ऋषि मुनि हुन्थे, ऋषि भयो ऋषि। त्यसपछि अर्को कुरा के आयो भन्दाखेरि तपाईँको भूपालको कुरा आयो, त्यतिखेरको अब ऋषि मुनि पछि कसको पालो आयो, भूपाल आए, अर्को पालो आयो, अर्को पालो भूपाल,
भुपालपछि विचार गर्ने धेरै विचार गर्ने निचार खाँ आए। विचार खाएपछि को आयो त्यसपछि कुलमण्डन खाँ उनका आए। त्यसपछि कुलमण्डन खाँलाई उपाधि लिए शाह। यसरी तपाईँको कुरा आउँछ। अब तपाईँले के भन्दाखेरि भुपाल उज्जैन चाहिँ भिरकोट आयो कि भिरकोट आएपछि यहाँ कुरो चाहिँ अलिकति अब यहाँ नेपालमा चाहिँ वर्चस्व काम हुँदै गयो अब उहाँहरूको चाहिँ है। ठिक छ, यो कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो ल। अब यो यति हो, यसमा त्यति धेरै डिटेलले जानु पर्दैन है हामी। यति भएपछि अब लगभग मेन कुरो भने मैले भनिहालेँ। सबैभन्दा पहिला सम्झिनु पर्यो मेन हाम्रो मेन टप ब्रान्च द्याट इज ऋषि। ऋषिपछि अर्को पाला कसको भुपालको पाला। भुपालपछि विचार बढी गर्ने मिचार। मिचार अनि त्यसपछि कुरा के आयो त कुलमण्डन। यति सम्झिनु पर्यो मेन चाहिँ ब्रान्च चाहिँ है। ठिक छ ल। यो कुरा भयो, यहाँसम्म क्लियर हुन्छ? क्लियर। अब हामी कसको पढाउनु छ अब यहाँ। अब यो पनि अलिकति त्यस्तै छ। यो पनि एकचोटि सर एकचोटि पढ्ने कोसिस गर्नु त आफै। एकचोटि पढ्ने कोसिस गर्नु कृपया एकैछिन आफै एकचोटि पढ्नु है। फेरि अहिले पनि पढ्नु होइन नि, अहिले जुन जसले नपढ्दा अहिले गाह्रो भयो नि सुरुमा पढ्नु हो त्यस्तै गाह्रो हुन्छ तपाईँलाई। यसलाई एकचोटि पढ्ने कोसिस गर्नु। ओके, एकचोटि पढ्ने कोसिस गरौँ यसलाई। सर र पढौँ न, सर र पढौँ। यदि तपाईँलाई याद गर्नुपर्छ भन्ने छैन, सर एकचोटि पढौँ। ल अगाडि बढौँ है। ल अब यस्ता वीर 20 वर्षको उमेरमा राजा भएका थिए। 1799 को कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ होइन। ओके, सो हियर वी गो। यहाँसम्म तपाईँले क्लियर हुन्छ। र राजा यस्तो राजा जोस थियो कि यिनीमा होइन। ठिक छ, ओके। सो यस्तो जोस थियो कि यिनीमा तपाईँको 1799 जन्मेका मान्छे होइन। यस्तो गरेर जन्मेका अरे 79 राजा भएका मान्छे। राजा यस्तो जोस थियो कि राजा भएको अर्को वर्षमा उनले आक्रमण सुरु गरेका थिए कि। ठिक छ, राजा भएको अर्को वर्ष नै उनले आक्रमण सुरु गरे। अर्को वर्ष नै आक्रमण सुरु गरे। अर्को वर्ष भनेको कति? 1799 कति जोड्ने अर्को वर्ष भनेको द्याट इज 1 वर्ष। राजा भएको ठिक अर्को वर्ष नै आक्रमण सुरु गरे द्याट इज 1800। कति सजिलो भयो। 1779 जन्मे। 20 यस्ता वीर 20 वर्षको उमेरमा राजा भए। 1799 आफ्नो बुवा नरभुपाल शाहको मृत्यु भयो र यिनी राजा भए। र राजा भएको ठिक अर्को वर्ष नै अर्थात् 1 वर्षपछि नै अर्को तपाईँको के भयो त राजा भएको ठिक अर्को वर्ष नै के गरे त आक्रमण गरे, युद्धमा लड्न थाले। एउटा 1800 विक्रम सम्वत 1800 विक्रम सम्वत 1800 तपाईँको के भयो त तपाईँको नुवाकोटमा आक्रमण गरेका थिए। माथि पहिलो आक्रमण गरेका हो।
अब तपाईँलाई इक्जाममा यसैमा टिक्की 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 गर्दै झुकाइदिन्छ। कसरी झुकाइदिन्छ अरे? टिक्की 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 गर्दै झुकाइदिन्छ है। कसरी भन्दाखेरि हेर्नुहोस्, अब गोर्खाले नुवाकोटमा पहिलो आक्रमण कहिले गरेको थियो भन्यो भने चाहिँ यहीँ टक्रक्कै विक्रम सम्वत 1794 गोर्खाले प्रथमपटक नुवाकोट आक्रमण गरेको। तर तपाईँले इक्जाममा पढिदिनुहुन्छ के त भन्दा, ल तपाईँले के पढिदिनुहुन्छ? 1800 मात्र पढिदिनुहुन्छ। पहिलो आक्रमण त बिपिन राजाले गरेको मात्र पढिदिनुहुन्छ, अनि 1800मा टिक लगाएर आइदिनुहुन्छ, गयो गोलमा। यो लोकसेवा त त्यसपछि भन्ने हुन्छ, लोकसेवा त सोर्स चल्दो रहेछ, मैले सबै इक्जाममा राइट गरेर आएको, मेरो त पास भएन, यो त फेक रहेछ भन्न थाल्नुहुन्छ त्यसो तपाईँहरूले होइन। त्यही भएर पढ्दाखेरि चाहिँ अलिकति कहाँ पोइन्टमा गएर झुक्काउँछ भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनु पऱ्यो। त्यो झुक्काउने कुरा टेन्सन नलिनुहोस्, किनकि म छु, त्यही झुक्काउने कुराहरूमा चाहिँ अलिकति गाइड गर्छु। तर म मात्र काफी हुँदैन, तपाईँहरू अलिकति बढी फोकस हुनुपर्छ होइन। सो अब बुझ्नु पर्छ। तपाईँलाई सोध्यो गोर्खाले नुवाकोटमा पहिलो आक्रमण कहिले गर्यो भने 6 वर्ष पहिला रहेछ, 1794मा रहेछ हो। तर पृथ्वीनारायण शाह जन्मेको राजा भएको ठिक अर्को वर्ष नुवाकोटमा आक्रमण गरे। कहिले त हो? पृथ्वीनारायण शाहले नुवाकोटमा पहिलो आक्रमण कहिले गर्यो भने 1800मा। तर गोर्खाले पहिलो आक्रमण कहिले गरेको थियो भन्दा 1794। गोर्खाले 1794मा कसले गरेर रहेछ? उसको बुवा नरभूपाल शाहले गरेर रहेछन् के, त्यो बुझ्नु पर्यो। ठिक छ, ओके, देयर वी गो। अब 1794 कुरा आयो। कमान्डर को थियो भन्दा विराज, वीर मान्छे राखेको थियो विराज होइन, विराज थापा मगर र महेश्वर पन्त। र नुवाकोटमाथि विजय प्राप्त। अब हेर्नुहोस्, अब नुवाकोट पहिला आक्रमण गरे, तर के भयो त? नुवाकोट विक्रम सम्वत यतिमा आक्रमण गरे तर हारे। अब जोस थियो, तातो रगत होइन, जोसमै होस नखोना भने जस्तै, जोसमै होस खो गया, जोसमै होस खो गया भन्छ कि हिन्दीमा के छ, जोसमा होस गुमाउनु भयो जस्तै, जोसमा होस गुमाए। अब अर्को चाहिँ आक्रमण, तर यिनको नियम सिद्धान्त एक थियो, सम्झिनुहोस् है। यो पछिसम्म काम लाग्छ, तपाईँलाई मैले पछि पढाउँदासम्म यो बिचमा भएको सिद्धान्त एक के थियो अरे, कुनै पनि क्षेत्रमा आक्रमण गरेको त्यसको ठिक अर्को वर्षमै फेरि त्यसमा आक्रमण गर्ने। सिद्धान्त नम्बर 1, कुनै पनि क्षेत्रमा आक्रमण गरेको समयको त्यसको ठिक अर्को वर्ष नै त्यसमा आक्रमण गरे। किन होला त? त्यसको ठिक अर्को वर्ष नै आक्रमण गर्ने, किनकि तपाईँको अघिल्लो आक्रमणमा त त्यो राज्य त तपाईँको चाहिँ भइसक्यो हुन्छ नि, कमजोर भइसक्यो हुन्छ हो कि होइन, कमजोर भइसक्यो हुन्छ। अनि त्यसपछि तपाईँको चाहिँ अर्को वर्ष आक्रमण गरे, कमजोरमाथि तपाईँको आक्रमण गर्न सजिलो भयो। फेरि 2-3 वर्षपछि फेरि उसले आर्मी ग्यादर गरिसक्छ, बलियो भइसक्छ नि त। फेरि सिद्धान्तमा के त, कुनै पनि क्षेत्रमा आक्रमण ट्रिकको लागि आक्रमण गरेको त्यसको ठिक अर्को वर्ष नै त्यसमा चाहिँ फेरि दोहोरो आक्रमण गरिदिइहाल्ने भन्नेको सिद्धान्तमा एक थियो। र 1800मा आक्रमण गरे, हार बियो अरे, त्यसपछि फेरि अर्को वर्ष फेरि आक्रमण गरे, र 1801मा कहाँ गयो? नुवाकोटमा माथि विजय प्राप्त विक्रम सम्वत 1801मा असोज 15 गते नुवाकोटमा विजय हासिल गरेको पाइन्छ गरे। ठिक छ। यहाँसम्म क्लियर छ नि होइन? ल ओके। अब यो त तपाईँले क्लियर हुनुभयो यहाँसम्म त। अब हेर्नुहोस्, कुरो के आयो, नेतृत्व कसले गर्थे? कालु पाण्डेले। ल हेर्नुहोस्, विजय प्राप्त गर्दा कालु पाण्डे थिए। कालु पाण्डेलाई त्यसै प्रेमको पात्र होइन नि त, फेरि पृथ्वीनारायण शाहले धेरै प्रेम गर्ने मान्छे कालु पाण्डे, काजी कालु पाण्डे। कालु पाण्डे भएपछि त्यो ठाउँ विजय भयो भन्दा हुन्थ्यो भन्ने हुन्थ्यो क्या त्यतिखेर। कालु पाण्डे यदि कन्फिडेन्ट भयो भने, कालु पाण्डे यदि आफ्नो इच्छाले ल हामी तयार छौँ भनेर आक्रमण गरे जितिन्थ्यो अरे के। अनि किर्तिपुरमा त यिनी मरे नि त है, किर्तिपुरमा त यिनले आक्रमण गर्दा गर्दै मरे। अनि त्यसपछि चाहिँ अनि यिनले खास त्यतिखेर यिनी किन मरे त, यिनले भनेपछि त जितिन्थ्यो अरे, तर यिनी किन मरे त भन्दाखेरि यिनी त्यतिखेर किर्तिपुरको आक्रमण गर्दा महाराज हामी तयार छैनौँ है, हामीले आक्रमण गर्न सक्दैनौँ भन्दा पनि पृथ्वीनारायण शाहले होइन भनेर मैले भन्छु, त्यो बारेमा कथा भन्छु, जानैपर्छ त नभए हुँदैन। अन्त त जस्तो त कातर फिक्क भनेर यसरी भनिसकेपछि अनि बल्ल अनि तिनले चाहिँ होइन तपाईँले भन्नुहुन्छ नि म जान्छु भनेर तिनले मन नभई गयो, अनि मृत्यु भयो कि त्यस्तो भएको छ। तर काजी कालु पाण्डे गयो भनेपछि सक्यो। मरेका थिए त्यसपछि अनि हारेका थिए त्यतिखेर। अनि पछि कालु पाण्डेको मृत्यु पछाडि चाहिँ तपाईँको चाहिँ वियोगमा तपाईँको चाहिँ यो अब त्यो हामी कथा पढ्छौँ, कमेन्ट गर्दै हुनुहुन्छ के
ल यति वर्ष भएर कमेन्ट त्यस्तो खासै देखिनँ। ल अगाडि बढेँ है त। यहाँसम्म म फेरि तपाईँको दिमाग ह्याङ भयो होला, म फेरि अलिकति बढेर भनिदिन्छु तपाईँहरूलाई। हेर्नुहोस् है। ओके ल there we go. So now लकी एक गण गरेका 7 महिनामा जन्मेका लकी नम्बर 7 पावर अफ पुस पावर अफ पुस महिनामा जन्मेका पुस कति महिना 9 महिना हो 79 को कुरा आउँछ 79 को कुरा आउँछ पुस दुईटा छोरा थिए दुईटा छोरा पनि भाग्यमानी थिए बस सत्य 27 यस्ता वीर कति वर्षको उमेरमा राजा भएका थिए यस्ता वीर कति वर्षको उमेरमा राजा भएका थिए यस्ता वीर 20 वर्षको उमेरमा राजा भएका थिए 20 वर्षको उमेरमा राजा भएका थिए प्लस 20 द्याट इज 1799 मा राजा भएका थिए। राजा भएको अब तातो रगत थियो। राजा भएको अर्को वर्ष नै आक्रमण गरे नुवाकोटमा नव आक्रमण नुवाकोटमा गरे द्याट इज 1800 मा आक्रमण गरे। यो कसले गर्यो पृथ्वीनारायण शाहले गोर्खाले चाहिँ 6 वर्ष अगाडि पहिले गरिसकेका थियो उनको बुवाको नरबल शाहको नेतृत्वमा। त्यसपछि अर्को कुरा चाहिँ यसमा चाहिँ के आउँछ भन्दाखेरि चाहिँ अब हेर्नुहोस् 1800 कुरा र अब आक्रमण गरेको हार बिहोरिसकेपछि सिद्धान्त नम्बर 1 सम्झिने के भने सिद्धान्त नम्बर 1 सम्झिने सिद्धान्त नम्बर 1 ले के बताउँछ अरे सिद्धान्त नम्बर 1 ले के बताउँछ सिद्धान्त नम्बर 1 ले जहिले पनि कुनै पनि क्षेत्रमा आक्रमण गर्यो त्यसको ठिक अर्को वर्ष नै आक्रमण गर्ने किनकि त्यसले चाहिँ उद्योग लगायत कुराहरू अगाडि कमजोर भइसकेका हुन्छ। एकचोटि एकचोटि झापड हान्यो होइन अनि फेरि यस्तो गर्दा फेरि झापड हानिहाल्ने भने जस्तो कुरो हो क्या होइन बुझ्नुभयो नि अर्को दोस्रो झापडमा त ढल्छ सिधै एउटा झापडमा उभिएको मान्छे फेरि अर्को झापड थपिदियो भने त्यो ढल्यो सिधै भुइँमै गयो त्यो त्यस्तै गरी भनेको अघि त मैले यसको घटना भनिसकेँ यसो अलि रमाइलो गर्थेँ होला त। सो आक्रमण गरेको ठिक अर्को वर्षमा तपाईँको हार बिहोरेको ठिक अर्को वर्ष फेरि आक्रमण गर्ने त्यही भनेको सिद्धान्त नम्बर 1 थियो 1801 मा विजय हासिल गरे किनकि नेतृत्व त काजी कालु पण्डित थियो सबै कुरो है। अब कुरो कायल बाडु भन्दाखेरि अनि त्यो देखेपछि चाहिँ त्यहाँका अब पुरोहितहरू अब पण्डितहरू होइन मिलेर चाहिँ के भन्छ हेर केटा तँमा दम रहेछ हेर्नुहोस् हामी कहाँसम्म पुग्यौँ 1801 सम्म पुग्यौँ यहाँसम्म त क्लियर छ सबैजनालाई यहाँसम्म क्लियर छ 1801 सम्म घटना चाहिँ तपाईँलाई क्लियर छ नि 1801 सम्मको घटना त तपाईँहरूलाई क्लियर छ सबैजनालाई कृपया यहाँसम्म डेटमा केही समस्या छैन होला है सबै याद भएको छ ओके क्लियर होइन ल अब 1801 मा अब हेरकेटा तँमा दम रहेछ अब त तपाईँ त विस्तृत योजना बना भनेको विस्तृत योजना भनेको मास्टर प्लान होइन गुरु योजना कति वर्षको 10 वर्षको भन्ने हुन्छ नि मास्टर प्लान त 10 वर्षको हुन्छ एक दशकको तयारी गर भन्यो भने के अरे हेरकेटा तैँले अब एकीकरण गर्ने हो त्यो एक दशकको तयारी गर मजाले अनि त्यसपछि तपाईँको तयारी गरेर आक्रमण किनकि यसरी आक्रमण त कुनै न कुनै तँलाई मारिन्छ हामीलाई नि घाटा हुन्छ त बम दम छ त्यो दमलाई प्रयोग गर यसरी गर भनेर भनिसकेपछि एक दशकको तयारी गरेपछि एक दशकपछि भनेको कति 10 वर्षपछि भन्ने कुरा 10 वर्षपछि एक दशकपछि 1811 मा सम्झिनुहोस् एक दशकपछि 10 वर्ष 10बाट 10बाट के आउँछ त 10बाट दोलखामा विजय हासिल गरेका दोलखामा विजय हासिल गरेका अब हेर्नुहोस् ठिक छ दोलखामा विजय अब यो एक दशकमा के तयारी गरे त भन्दा अब सैन्य शक्ति तयारी यस बिचमा नि आक्रमणहरू त गरे विजय पनि हासिल गरे हामीले ट्रिकको लागि पढिरहेको छौँ तर हामीले मेन कुराहरू पढ्दैछौँ जुन मेन पढ्दैछौँ जुन इक्जाम पढिसक्यो त्यसलाई हामी फोकस गरेर घटनाक्रम त धेरै छ नि जीवनमा त एक वर्षमा नयाँ घटना भइरहेछ नि त है राजा भएपछि त तर हामीले चाहिँ अब त्यो पढ्दैन मेजर कुराहरू पढ्छौँ त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब यो पनि एक दशकमा के तयारी गरे अब सैन्य तयारी गरिरहेको कुरा भयो तर एउटा इन्ट्रेस्टिङ तयारी जुन इक्जाममा पनि तपाईँलाई सोध्छ उनलाई के सोध्यो भन्दाखेरि उनले गोत्र परिवर्तन गरेका थिए। अब यदि एक दशकको तयारी गर्ने भए यदि अब मैले आक्रमण गर्ने क्रममा मेरा आफ्नै त्यतिखेर दाजुभाइलाई मार्नु हुँदैन राजालाई मार्नु हुँदैन भन्ने जस्ता कुराहरू थियो कि है कीर्तिपुरमा भनौँ न त्यतिखेर यिनलाई पृथ्वीनारायण शाहले मारे लगभग अब मर्न थाल्यो भनेपछि छोड्दै हो क्या नमारेर पृथ्वीनारायण शाह कीर्तिपुरमा त्यो दोस्रो आक्रमणमा चाहिँ होइन अनि डोकोमा बोकेर एकजना लिएर गएको हो नि त होइन त्यो अब यस कारणले गर्दा तपाईँले अब यसमा चाहिँ कुरा के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ अब यसमा चाहिँ अब तपाईँको भनेको अब एक दशकमा तयारी गर्दा उनले के भन्दा यदि मैले आफ्नै
नाता कुटुम्ब आफ्नै गोत्रैको मान्छेलाई मार्नु पर्यो भने पनि म चाहिँ पछि हट्दिनँ भने कि बुझ्नुभयो नि कुरो बुझेको बुझेन यदि मैले आक्रमण गर्ने क्रममा आफ्नै गोत्रकै मान्छे भने त मार्न पाइएन आफ्नो दाजुभाइले त मार्न पाइएन नि त मार्नु पर्यो भने पनि म पछि हट्दिनँ भनेर गोत्रै परिवर्तन हाल्ने होइन के गर्थ्यो भन्दाखेरि कसरी सम्झिने आफ्ना भाइ दाइलाई पनि मार्न पर्ने हुनसक्छ भनेर भारद्वाज गोत्रबाट काशी सम्झिनु ट्रिकको लागि काशी गएर काश्यप गोत्रमा नुहाउँदै गोत्र परिवर्तन नुहाएर गोत्र परिवर्तन नुहाएर 9 र 9 काशीमा गएर नुहाएर गरेका नि त नुहाएर गरेका 9 1809 को कुरा आउँछ 1809 1809 को कुरा आइसकेपछि पुरो खत्तम काम फेल खल्लास सही 1809 मा उनले के गरेका थिए गोत्र यता छैन रहेछ अगाडि थियो यसरी उनले गोत्र परिवर्तन गरेका थिए यहाँ रहेछ यहाँ छैन रहेछ लेखाएर हुन्छ र मैले लेखेको पर्ने 1800 यहाँ रहेछ भारद्वाज गोत्रबाट काशी गएर काश्यप गोत्रमा तपाईँको चाहिँ गोत्र परिवर्तन गरेका थिए विक्रम सम्वत 1809 मा मैले सन भनिरहेको छु र मैले सन भनेर जस्तो लागिरहेको छ बोलिरहँदाखेरि विक्रम सम्वतै भनिरहेको छु नि मैले है सब विक्रम सम्वतै फेरि झुकेर सन आएको हुनसक्छ हो के गरेका थिए अरे उनले के गरेका थिए हेर्नुहोस् त 1801 मा समय याद गर्दै हेर केटा तँमा दम छ एक दशकको तयारी गर दशकको तयारी गरे 10को तयारी गरेपछि 1811 मा 10 बाट दोलखा भन्ने कुरा तपाईँले सम्झिनु भयो दोलखा भन्ने तपाईँले सम्झिनु भयो यहाँसम्म क्लियर छ यो दशकमा तयारी के गरे भन्दाखेरि नुहाएर 1809 मा काशी गएर काश्यप गोत्रमा गोत्र परिवर्तन गरे आफ्नै भारतलाई मान्नुपर्छ भनेर भारद्वाज गोत्रबाट काशी गएर काश्यप गोत्रमा गोत्र परिवर्तन गरेका भनेर तपाईँले सम्झिनुहोस् दोलखाको विषय पनि तपाईँले याद गर्नु भइसकेको थियो ओके सिद्धान्त नम्बर 1 त सम्झिनु भयो के अरे सिद्धान्त 1 के थियो कमेन्ट गर्नु त सिद्धान्त 1 कमेन्ट गर्नु त आक्रमण गरेको ठिक अर्को आक्रमण गरेर हार बिहोरेको ठिक अर्को वर्ष फेरि आक्रमण गर्ने भन्ने सिद्धान्त थियो सिद्धान्त नम्बर 2 लेख्नु सक्छ यिनको जीवनको सिद्धान्त टिकको लागि बोर्ड काम लाग्यो सिद्धान्त 2 ओके हेर्नुहोस् त अब सिद्धान्त नम्बर 2 के थियो कुनै पनि बलियो क्षेत्रमा आक्रमण गर्न भन्दा अगाडि कति वर्षको तयारी गर्ने सैनिक तयारी गर्न सैनिक जुटाउन कति वर्ष लाग्छ अरे कुनै पनि सैनिक तयारी गर्न कुनै पनि बलियो क्षेत्रमा आक्रमण गर्न सैनिक तयारी गर्न कति समय लिने कति वर्ष तयारी गर्ने 3 वर्षको तयारी गर्ने उनको सिद्धान्त थियो भन्नुहुन्छ कति 3 वटा अक्षरले बनेको सैनिक तयारी गर्न 3 वर्ष लाग्दो रहेछ है ठिक छ कुनै पनि बलियो क्षेत्रमा आक्रमण गर्नको लागि 3 वटा अक्षरले बनेको सैनिक तयारी गर्नको लागि 3 वर्षको तयारी चाहिँदो रहेछ बास हामी कहाँसम्म पुगेका थियौँ हेर्नुहोस् त है 1800 कतिमा 11 मा पुगेका थियौँ अब यिनले के गरे गोर्खामा आक्रमण अब ठुलो ठाउँ आक्रमण गर्छ ठुलो ठाउँ के त भन्दाखेरि कीर्तिपुर आक्रमण अब यिनले कीर्तिपुर भनेको त बलियो क्षेत्र हो त्यसलाई आक्रमण कति वर्ष तयारी चाहियो 3 वर्षको तयारी चाहियो सैनिक तयारी गर्ने भनेपछि 1814 मा कीर्तिपुरमा पहिलो आक्रमण गरे कीर्तिपुरमा पहिलो आक्रमण गरे असफल बने काजी कालु पाण्डेको मृत्यु पहिलोमा चाहिँ हो दोस्रोमा चाहिँ होइन है मैले अहिले कति दोस्रोमा भने क्या हो दोस्रोमा काजी कालु पाण्डेको मृत्यु भयो मैले यो घटना भन्दै थिएँ नि हो सिकाउँछु भन्दै थिएँ नि हो त्यो त्यही घटनामा सम्झाउँदैछु तपाईँलाई है काजी कालु पाण्डेको कुरो गर्दाखेरि कस्तो भयो भन्दाखेरि चाहिँ अब कीर्तिपुरमा आक्रमण गर्ने भन्ने कुरा त आयो हैन अनि आइसके पछाडि चाहिँ तपाईँको के भयो त भन्दाखेरि काजी कालु पाण्डेले भने हेर्नुहोस् महाराज हामी 3 वर्ष तपाईँको सिद्धान्त अनुसार 3 वर्ष सैनिक तयारी गरियो तर तपाईँको त्यसले अझै पनि हाम्रो पुगेको छैन तयारी हामी अझै तयार छैनौँ कीर्तिपुर धेरै बलियो छ हामी सक्दैनौँ भन्दाखेरि पृथ्वीनारायण शाहले के भन्दा ठिक्क
यस्ता कातरलाई दरबारभित्र राख्नुभन्दा दरबारबाट बाहिर झिकाल्नु नै बेस होला जस्तो छ। यस्ता कातरलाई दरबारमा राखेर दरबारको उन्नति प्रगति काम र यस्तै कुराहरू गरेका थिए उनले चाहिँ, होइन। अनि त्यो भनिसके पछाडि चाहिँ काजी कालुपण्डले होइन महाराज, होइन महाराज, होइन महाराज, होइन, माफ गरिदिनुहोस्, क्षमा गरिदिनुहोस् महाराज, यदि तपाईँको आज्ञा गरी बक्सिन्छ भने म आजै जाने तयार छु, तयार भया, म आजै जाने तयार भया भनेर यसरी भनिसके पछाडि जबरजस्ती उनी मन नभई गएका मान्छे बिचरा काजी कालुपण्डेको यहाँ असफल हुन्छ नि, मृत्यु हुन्छ। जहाँ गए पनि जित हासिल दिलाएका काजी कालुपण्डेको किर्तिपुरको पहिलो आक्रमणमा मृत्यु हुन्छ। काजी कालुपण्डेको मृत्यु हुन्छ। जहाँ गए नि विजय हासिल गर्ने काजी कालुपण्डेको यहाँ चाहिँ हार बिहोर्नु पर्ने हुन्छ। हार मात्र होइन, उनको मृत्यु हुन्छ। र काजी कालुपण्डेको मृत्यु पछाडि शोकमा परे। तर सिद्धान्त अनुसार के थियो? सिद्धान्त अनुसार के थियो? पृथ्वीनारायण शाहको सिद्धान्त एक अनुसार के थियो? कुनै पनि क्षेत्रमा आक्रमण गरेर हार बिहोरेको ठिक अर्को वर्ष नै आक्रमण गर्ने 1815 मा उनले आक्रमण गर्नुपर्ने थियो। तर मेन कमान्डर हाम्रो काजी कालुपण्डेको नै मृत्यु भइसके पछाडि उनलाई मृत्यु भएर एउटा तपाईँ सैनिकमा उनलाई चाहिँ आफ्नो नजिकको मान्छे नमेटाउनु मात्र होइन कि उनले गुमाएन कम्प्लिटली चाहिँ। उनी शोकमा गए। शोकमा गइसकेपछि उनले के भने भन्दा ज्योतिष मान्छे जब पीडा हुन्छ, छटपट्टि हुन्छ, त्यसपछि कहाँ जान्छ? ज्योतिष भगवानको आश्रय लिन जाने त्यो भने जो भगवान ज्योतिष अब त्यही त हो। मान्छे समस्या परेपछि जाने त हो नि, त्यहाँ डक्टर वकिल कहाँ, ज्योतिष कहाँ, होइन। त्यो भएर चाहिँ तपाईँको त्यो ज्योतिषमा देखायो टिपको लागि सम्झिनु, ज्योतिषका देखाएछन् र के भनेछन् भन्दा हेरकेटा तमा दम छ, त्यो त पहिले भनिसकेका थिए, अनि तैँले गर्न सक्छस्, तर अब यसो गर, तैँले के गर भन्दाखेरि त 7 महिनामा जन्मेकोस्, लकी नम्बर पनि 7 हो। अब त 7 महिनापछि आक्रमण, 7 वर्षपछि आक्रमण गर भनेछ कि कति वर्ष? 7 वर्षपछि आक्रमण गर भनेपछि अब लकी नम्बर 7 भनेपछि कति त 7 जोड्ने कति? 1821 मा। 1821 मा के गर्दा किर्तिपुरमा दोस्रो पटक आक्रमण गरे, तर पनि असफल भयो। भनेको त्यही हो। ज्योतिषीले हात हेराउँदा ज्योतिषीले राम्रो हुन्छ भन्नलाई त भन्थे, तर के भयो भने यस्तै कुरो आयो यहाँ है। ठिक छ। हात हेराउँदा ज्योतिषीले राम्रो हुन्छ भन्नलाई भने जस्तै कुरो। अब यो ज्योतिषीले हेराउने कामलाई धट भनेर फेरि उनी ब्याक के भयो त? सिद्धान्त नम्बर 1 मै गए। के गरे सिद्धान्त नम्बर 1 मा? यो ज्योतिषले नै काम गरेन, बरु मेरो सिद्धान्त पहिलाकै ठिक थियो भनेर सिद्धान्त नम्बर 1 भनेको आक्रमणको ठिक अर्को वर्ष फेरि आक्रमण गर्ने। त्यति 1822 मा किर्तिपुरमा तेस्रो आक्रमण गरी विजय हासिल गरेका थिए। र यति उनले के प्रयोग गरेका थिए भन्दा साम दाम दण्ड भेद। के अरे? साम दाम दण्ड भेद प्रयोग गरेर उनले जित हासिल गरेका थिए है त। ठिक छ। ओके। यिनले चाहिँ भित्रका सैनिकहरूलाई पैसा खुवाएर अनि दुईजना तपाईँ त्यहाँका प्रशासकहरू बिच चाहिँ तपाईँको चाहिँ भेद बनाएर, होइन, त्यो एउटा सामदाम दण्ड भनेको त्यही त हो नि, होइन। ठिक छ। अब यो कुरो बुझ्यो। ल त्यो कुरा आयो त। ल यहाँसम्म क्लियर छ? विजय हासिल गरे। अब फेरि यिनको अब नजर कहाँ पुग्यो? काठमाडौँमा। नजर कहाँ पुग्यो? काठमाडौँमा पुग्यो। अब काठमाडौँ पनि बलियो क्षेत्र आक्रमण गर्न सैनिक तयारी गर्न कति वर्ष चाहियो? फेरि सिद्धान्त नम्बर 2 अनुसार के थियो अरे? ल कृपया भनौ त, सैनिक तयारी गर्न कति वर्ष लाग्यो? फेरि बलियो क्षेत्र 3 वर्ष। 3 वर्ष 3 वर्ष भनेपछि 1822 मा किर्तिपुरमा आक्रमण विजय हासिल गरे। अब कति वर्ष तयारी भयो? 3 वर्ष तयारी। काट्नु तर 1825 मा कान्तिपुरमा पहिलो आक्रमण गरे। पहिलो आक्रमणमै विजय हासिल गरे, विन गरे। त्यही भएर कहिले गरे? आश्विनमा गरेका थिए। विन गरेका थिए आश्विनतिर भन्न सम्झिने। कहिले विन गरेका थिए? आश्विनतिर। 13बाट 13 है। विन नाममै के छ? कुन महिनामा? नाममै आश्विन, नाममै विन छ भने विन गरे। त्यसले काठमाडौँ विजय इन्द्र जात्रा मनाइरहेको बेला आक्रमण ढड्याङ आक्रमण गरिदिए
खड्याक्स पारामा तपाईँको चाहिँ जयप्रकाश मल्ल भागेर पाटन गए हेर्नुहोस् है। अनि विक्रम सम्वत 1825 असोज 24 गते फेरि पाटन भनेको तपाईँको भदौ वैशाख जेठ असार साउन भदौ असोज असोज आश्विन एउटै भयो भनेको यसको 11 दिन पछि है। यसको 11 दिन पछि ठिक छ 11 दिन गाह्रो पारे हो। अब के गरेर सम्झिने आश्विनमा विन गरे भागेर जयप्रकाश मल्ल यता पाटनकोमा गए तेज नरसिंह मल्लकोमा अनि विन गरे के त के अरे विन गरेर पछि गाह्रो पार्ने गरे 11 दिनपछि तपाईँको चाहिँ पाटनमा आक्रमण गरे। पाटनमा आक्रमण गरेर भागेर कहाँ गयो त 18 विक्रम सम्वत 1826मा 26को मङ्सिर 1 गते चाहिँ भक्तपुरमा गयो। भक्तपुरमा शरण लिए। भक्तपुरमा शरण लिए चाहिँ ए त्यो त मेरो मितबाउ हो, मेरो मितबाउकोमा गएछन् भनेर ढुक्क भएर बसे। मितबाउले चाहिँ नमस्ते बाबु हामीले मैले पठाउन नुनको सोझा तिर्नुपर्छ जे गर्ने गर भनेपछि ल मितबाउ त्यसो गोर्खासित ल युद्ध लड्नको लागि तयार हौँ भने होइन ठिक छ त्यो भनेका थिए। अनि उनले चाहिँ उनको खास त्यो भनौँ न एक हिसाबले त्यो कुराकानी भएको थियो। अनि त्यसपछि मितबाउले त्यो भन्छ गोर्खासित लड्न सक्दैन। त्यसपछि भक्तपुरलाई जितिसकेपछि दुईजनालाई च्याप्प समातेर राखे। जयप्रकाश मल्लले चोटिल थिए, बाँडछाँड लागेको थियो, चोटिल थिए, भाग्दा भाग्दै च्याप्प समाते राखे, यताउति भयो। अनि छाताको जुत्तामा आयो भन्ने घटना चाहिँ त्यहाँबाट जोड्यो जुन मैले अघि भनिसकेको छु नि त होइन। के भनेको थिएँ भनेको अनि त्यसरी चोटिल भइसक्यो भने बुझ्नुभयो नि मैले भनेको सुरुमा भागेर पाटनमा गयो। पाटनमा पनि गाह्रो हुने गरी 11 दिनपछि तपाईँको आक्रमण गरे। त्यसपछि भक्तपुर पावरफुल थियो भन्ने बित्तिकै लड्न मिल्थेन। त्यसपछि के भयो त त्यसपछि तपाईँको अर्को वर्षको मङ्सिर 1 गते लागेछ होइन। भक्तपुरमा कहिले रहेछ भक्तपुरको म भनेपछि त्यहाँ मबाट मङ्सिर महिना 1 गते चाहिँ तपाईँको भक्तपुर विजय हासिल गरे हो। यहाँसम्म तपाईँहरू क्लियर हुनुहुन्छ।